ल ल को जित्छ को हार्छ ल यो यस्तो घोप्दा यो यस्तो नघोपिने खालको छ यस्तो चकोर पनि चारवटा छ क्यामेरा 3वटा क्यामेरा छ ल हेर्न छानी रोजी लान सक्नुहुन्छ तपाईले मात्र रु 10 मा र पुरै सेटै आप सभी का और सबको हैप्पी न्यू ईयर गाइस। हैप्पी न्यू ईयर है लेकिन फिर भी हम लोग काम करते जा रहा है, क्या करेगा, गरीब आदमी है। आज जान नहीं है इसीलिए टोपी नहीं लगाया हूँ। और आज का ये हमारा व्लॉग स्टार्ट हो रहा है बाइक पे चलते चलते। देख सकते हैं आप इधर पे रास्ते हम लोग जा रहे हैं। और आज हैप्पी न्यू ईयर है इसीलिए आप सभी को हैप्पी न्यू ईयर। 2026 में तो दुनिया खत्म होने से नहीं रहा, इसीलिए हम लोग फिर से जा रहे हैं काम। स्वागत है आप सभी का हमारे क्या होटल है पता नहीं है, 5 स्टार होटल है। यहाँ पे पोस्टर पे लिखा हुआ है, अब क्या स्टार होटल बनेगा पता नहीं है। थोड़ा हवा बोल रहा है तब धान 2500 लग रहा है। आज सब कुछ बंद है, सिर्फ अभी लोग का लगता है काम खुला है। गरीब आदमी है इसीलिए काम करना पड़ता है, नहीं तो क्या यार हैप्पी न्यू ईयर बनना चाहिए दारू बियर पी के आराम से, लेकिन काम करने जाना पड़ता है। आप लोग को मैं फिर से दुकान जाके दिखाऊंगा, तब तक खर्चा देख लीजिए आप लोग। हेर्न सक्नुहुन्छ कति मान्छेहरूले काम गरिरहेछ, घर बनाइरहेछ, कोले नयाँ बच्चा लोग कितना बैडमिंटन खेल रहा है, इतना छोटा उम्र में। और ये हमारा लोग का बहुत सामान होता है। और ये हम लोग बस 12 घुस गए, देख सकते हैं आप पिठरी का बस 12 हवेली है। एक ही काउंटर है सिर्फ, बाकी बात सब बंद है, सब काउंटर। बस 12 कि कत्रो ठुलो छ, बिहान उता आन्टीहरूले मकै बेच्दैछ। और हम लोग पहुँच गए। हेर्न सक्नुहुन्छ कत्रो ठुलो हवेली बनाउँदैछ। अब पैसा उनीहरूले त बनाउँछ, के गर्ने, अब हामीसँग छैन। हुन्छ हिजो 2000 खनेकोमा कस्तो इँटा जोडिदियो। यहाँ वीर भाइले पानी पटाउँदैछ। यहाँ हेर्न सक्नुहुन्छ भाइहरू बिहान उभिरहेको छ आएर। यहाँ हामी पनि फाइनली पुगिसक्यौँ यहाँनिर। अब यो स्टेसनमा यो बाइक यहाँ जम्मा गर्छ। र यो पुरानो बाइक हाम्रो भित्रबाट पुरै खोखला भइसकेछ। खाली यस्तो गर्छ यो बाइक, यस्तो गर्छ यो। ल अब यही हुन्छ बाइक। अब हामी दोकानतिर जान्छौँ, काम हुँदा अब तपाईँलाई देखाउँछु। अहिलेको लागि यति हो। आजको यो न्यू इयर ब्लग
बस्दै भइहाल्यो काम धन्दा छैन त्यही भएर बाहिरतिर घुम्दैछु म दोकानमा पनि कोही छैन यार म त काम धन्दा छैन यो भाइले यहाँ झाडु हान्दैछ ह्याप्पी न्यु इयरमा काम छैन यार के भन्नु यार म यस्तो जिन्दगी कोही पनि मान्छेहरू आएको छैन आज 1-2 जना आएको थियो तर सामान लिएर गइसक्यो आज चाहिँ म एक्लै छु यहाँ दोकानमा अनि यो एउटा भाइ छ जो झाडु मारेर आए अनि के भन्नु अब होइन घुम्न सुन्न जानु छैन दोकान सोकान बन्द गरेर दाइहरू पनि खालि आफू मात्रै जान्छ हामीले जानु दिँदैन त्यही भएर दोकानभित्र बसिरहेको छु गेम खेलिरहेको थिएँ अघिदेखि हेर्न सक्नुहुन्छ सबै कुरा खानेकुरा नै हो यस्तोहरू के हुन्छ हो यसलाई सुनपापीहरू यो के खानु होइन कति खानु खाजा अगाइसक्यो यार गाइस के भन्नु पुरो भोक लाग्यो अब खाजा खान जान्छु अहिले हेर्न सक्नुहुन्छ गाइस तपाईँहरूले यो धेरै खानेकुरा आइटमहरू छ हाम्रो पसलमा यो सेतो लड्डुहरू पनि छ यस्तो छ पेडाहरू त थरीको छ लड्डु पनि छ यस्तो खानेको साथोमा हाम्रो पसलमा खेल्ने कुराहरू पनि छ यहाँ हेर्न सक्नुहुन्छ यहाँ यस्तो चकुहरू छ यस्तो गोप्दा यो यस्तो नभुटिने खालको छ यस्तो चकुहरू पनि पाउँछ अरू थुप्रै आइटमहरू पाउँछ हाम्रो पसलमा ब्रसहरू पाउँछ यस्तो सुनपापडीहरू पाउँछ अब त कति खाजा खान जान्छु अहिले एकछिन अनि देखाउँछु म तपाईँलाई खाजा खाएर अहिले यस्तो मिठाई पनि पाउँछ यसलाई 10 रुपियाँ अहिले खाजा खान जान्छु म अब यहाँनिर म यस्तो खाजा खानलाई हात खुट्टा धुन आएको थिएँ कि यहाँ हेर्दैछु यहाँ भाइहरू यहाँ केही गरिरहेको छैन यो यस्तो मोबाइल चलाइरहेको छ केटाहरूले यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले के गर्न भाइहरू हेर्न सक्नुहुन्छ यहाँ यस्तो हाम्रो गोदामहरू यहाँ यस्तो यहाँ भाइहरूले सामान झार्नलाई यहाँ मिलाउँदै हुनुहुन्छ एउटा भाइ यहाँनिर बिल बनाउँदै हुनुहुन्छ कसको बोल्नु ए हम र यो सानो दोकान त के देखाउनु तपाईँहरूले देखाएकै हो अब यहाँ त्यो धमाका नागिरहरू भाइ त्यो सबै उता राख्नुपर्छ ठुलो गोदाममा सिफ्ट गर्नुपर्छ यहाँ हाम्रो पसलमा यहाँ यस्तो ग्यास सिलिन्डरहरू पनि बेच्छ सरी बेच्दैन यो घरको लागि हो यो यहाँ 2 जना भाइले मेहनत गरेर यता भित्र मिलाउँदैछ 2 जना भाइले उता गाडीमा बसेर मोबाइल हेर्दैछ यो अब के हेर्न सक्नुहुन्छ तपाईँले बदाम सदाम के छ के राख्न आँटेको तिमीहरू भन म तिमीहरूलाई त्यो त वाइफरको लागि हो त्यही त भन्दैछु त्यो वाइफरको स्किम हो भाइ स्किम जति बेला तिमीहरूले सुनेको थिएनौ त्यति बेला मैले सुनिहालेको कार्टुनमा एउटा हालो भने के भन्छ ल भन एउटा हालो भने अर्काको माल हो त अब भएन भने ल बाजी लगा आफ्नो माल हो भने के दिन्छस् ल कतिको ल कति ल यताबाट टिक ल तपाईँ टिक 100 रुपियाँ त दिएकै छैन तैँले थाहा छ नि ल दाइलाई गएर अहिले सोधिहाल ल अहिले ल बाहिर आऊ ल छिटो ल बाहिर आउनु छिटो यार यहाँ यो नयाँ वर्षमा नि यो नयाँ वर्षमा सबै हामीहरूको लागि हो क्या दाइले मगाएको ल मासल्ला दिएन भने दाइलाई गएर सोध्छेस् होइन यो लुगा ट्र्याक कि ज्याकेट के हो होइन यो अरूको हो कि दाइ आफ्नै मगाएको हो भन्ने कुरा यति सोध्नु ल दाइले भनौ भने होइन भाइ यो हाम्रो होइन होइन अरूको हो भने तैँले जितिस् यदि दाइले भनौ हो यो हाम्रो स्किमको म किन म भने त मैले जितेको छु त म किन सोध्नु तँलाई के सोधि
दाइ यो लुगा आएको रहेछ कसको भनेको यो हाम्रो हजार रुपैयाँ भाइ चाहिन्छ भाइ। पार्टीको हो ल नि त ल त सोध्नु देख अब सोध्न हिँड्न तिमीहरू ठुलो दाले सोध्नु होइन ल यिनीहरूले धेरै ल्याङ्ना गर गाइज यो हाम्रो दोकानमा कपडा दोकान हो भन्ने कुरा होइन यसले चिटिङ गर्दैछ ल सोध कपडा कसको हो कपडा कसको हो ल अब एकछिनमा ठुलो दाइ आउँछ अनि फैसला हुन्छ या 1000 रुपियाँ दिनुहोस् भने माया तल तेरो बाइकको म 1000 रुपैयाँ अहिले निकाल न त तेरो पनि निकाल न त दिएन त मसँग पैसाको कमी छ यहाँ हेर्दैनस् यहाँ भेट काम गरिन पैसा बोकेछु 1000 रुपैयाँ चाहिँ तर अरे होइन अघि दाइले भन्नुभएको ल को जित्छ को हार्छ ल यो यसको फैसला अहिले एकछिन दाइले भन्ने बित्तिकै म मान्दिनँ यो मेरो आँखा अगाडि पनि अरू पार्टीलाई जानु पर्यो बाजी लगाले यो फ्याक्ट्रीको लागि मगाएको छ यो होइन कहाँ यत्रो मगाउँछ फ्याक्ट्री स्किम निकालेको छ दाइले 90 पिसको वाइफमा एउटा काट्नुमा एउटा हाल्नु हो ल 1000 रुपैयाँ 1000 रुपियाँ माछाले दिनेस् भनि नि तँलाई अहिले दिन्छु भने त ल अहिले दाइलाई आउन दे ल भन्नु त्यस्तो भन्नु दाइ 1000 को बाजी छ 60 पिसको निकालेको हुन त्यही त म अघिदेखि के भन्दैछु तिमीहरूलाई माछाले दिनेस् भने तेरो बाइक साइक म अनि जाडो छ त जाडोको लुगा नमगाइ के गर्मीको लुगा मगाउँछ मुला अघि मेरो आँखा अगाडि पनि झिकेर दियो एकजना मान्छेलाई मासाला पुरा गर्छ ल यो भाइहरूले 4 भाङा यो के छ यसमा ज्याकेट र ट्र्याकहरू यो झार्दैछ अब हाम्रो गोदाममा हेर्न सक्नुहुन्छ कति धेरै सामान आएको छ झार न अब फैसला हुन्छ अहिले यसको लालमोहन भन्ने कुरा यो आएको छ हाम्रोमा उता हेर्न सक्नुहुन्छ कस्तो राम्रो राम्रो मान्छेहरू आउँदैछ अब खाजा खान जान्छु अनि तपाईँहरूलाई म देखाउँछु अहिले यो खाते भाइहरूको काम छैन यो के गर्नु खालि केटी मात्र हेर्दै बस्छ हेरेँ मैले यो खाते भाइहरू खालि केटी मात्र हेर्न जान्छ क्या यहाँ काम धन्दा गर्नु छैन हेर्नु ध्यान कता छ कामतिर ध्यान दिनु छोडेर यहाँ कतातिर ध्यान छ यिनीहरूको हेर्नु कपाल काट्ने बेला भयो अब कपाल यत्रो ठुलो भयो यार पैसा पनि छैन कपाल काट्ने आज भोलिमा काट्छु 1-2 दिनपछि ल हेर्न सक्नुहुन्छ यो कामचोर भाइहरू 3जनाले बोक्दैछ म त सक्दिनँ ल त यो जानेकै कुरा हो म बोक्दिनँ पनि हो यत्रो भारी एक्लै भाइ जानेकै कुरा हो ल यो भाइहरूले अब भित्र यो भाइहरू यो हेर्न सक्नुहुन्छ यो काम गर्दा अब राति भइसक्यो हेर्न सक्नुहुन्छ 1-2वटा अटो रिक्सा बाइकहरू चलिरहेछ यहाँ अरू मान्छेहरू पनि हिँडिरहेछ अब अरू त यहाँ हाम्रो दोकान यो यस्तो हेर्न सक्नुहुन्छ यहाँ यस्तो दोकानमा 1-2जना मात्र छ अनि आजको न्यू ईयर पनि सक्यो गाइज आजको हाम्रो भिडियो यसमा थियो गाइज और एक बात यार लाइक सब्सक्राइब कर दो यार गाइज क्या बताओ यार तुम लोग को लाइक सब्सक्राइब सपोर्ट नहीं करते यार कर दो यार एक लाइक सब्सक्राइब